तपाईलाई स्वागत छ। धन्यवाद। एन्ड आज चाहिँ हामी झापामा छौँ है। एन्ड झापाको अलिकति राइड हेलिङ या राइड सेयरिङको बारेमा हामी बुझ्ने प्रयत्न गर्छौँ होइन। हामीसँग आज बोलाउ टिमबाट हुनुहुन्छ है सर, एकदम स्वागत छ तपाईँलाई। हजुर धन्यवाद। मेरो नाम चाहिँ कृष्ण खड्का, म चाहिँ झापाबाटै हो होइन। म चाहिँ अहिले बोलाउको मार्केटिङ हेर्ने गरिरहेको छु। ओके, म हिजो यहाँ झापामा आएँ होइन, तर एटलिस्ट झापामा पनि केही न केही राइड सेयरिङ यस्तो कुराहरू भयो भने व्यक्तिलाई कति सहजता हुन्छ भन्ने कुरा चाहिँ मैले विचार गरेँ। ओ अलिकति कम चाहिँ कम पाइँदो रहेछ, धेरै कम पाइँदो रहेछ, तर त्यसमा कम्पनीजहरूलाई कन्ट्याक्ट गरेर पनि उहाँहरूले चाहिँ मिलाइदिनु हुँदो रहेछ होइन। त्यो चाहिँ राम्रो पाटो हो। तर झापामा चाहिँ खोल्नुको कारण जस्तो काठमाडौँमा मात्र जस्तो छ नि अहिले, जस्तो काठमाडौँकोले सुविधा पाइरहेका छन् भने झापामा चाहिँ किन सुविधा नहोस् त होइन। जस्तो यहाँ चाहिँ कस्तो भइरहेछ भने मान्छेले घरमा पुग्दा होइन, जस्तो साइला दाईको अटो, काइला दाईको अटो भनेर मान्छेले अर्डर गरेर फोनबाट गरिरहेको हुन्छन्। जस्तो बोलाउबाट त न काइला दाईलाई सम्झिनु पऱ्यो न माइला दाईलाई सम्झिनु पऱ्यो होइन। बोलाउ एप डाउनलोड गरेर टक्क हाम्रो घरमै जस्तो एकजना छ भने बाइकमा गयो होइन। जस्तो घरमा त जस्तो एकजना जानु पऱ्यो भने हटे मगाउनु पऱ्यो होइन। जस्तो त्यसमा त भाडा पनि महँगो पर्न गयो। जस्तो बोलाउ अर्डर गर्दा त बोलाउबाट मगाउँदा त एकजना छ भने बाइकमा जान पायो, दुईजना तिनजना छ भने अटोमा जान पायो, त्योभन्दा बेसी छ भने कारमा जान पायो होइन। अब रिजर्भको सुविधा पनि छ हाम्रोमा। तर त्यति धेरै फिचरहरू राख्नु भएको छ। हजुर के फिचर छ, फिचर भनिदिनु न। हाम्रोमा एउटा छ डाइरेक्ट बोलाउने होइन, अर्को छ रिजर्भ सिस्टम। अनि हाम्रोमा चाहिँ जस्तो तराईमा एउटा रेट होइन, हाम्रो पहाडमा अर्को रेट। जस्तो पहाडमा बेसी माइलेज खान्छ, त्यो सबै सिस्टम हाम्रो एपमै छ होइन। एपले आफै क्यालकुलेट गर्छ। जस्तो अरू एपभन्दा धेरै सुविधा हामीले राखेको छौँ। ओके पर्फेक्ट। अब अहिलेको मार्केटमा चाहिँ यो राइड सेयरिङ भनेको के हो भनेर त लगभग धेरै व्यक्तिहरूलाई थाहा भइसकेको छ होइन। अब युज गर्दैनन् फरक फरक क्षेत्रहरूमा, त्यो अलग कुरा हो है। तर जुन म यहाँ आइसकेपछि जब मैले रिक्वेस्ट गर्दाखेरि धेरै व्यक्तिहरू राइडरहरू यानि कि नहुनुको मेन कारण तपाईँलाई के लाग्छ? यो जस्तो अहिले त हाम्रो झापामा के छ भने कस्टमर पनि कम भएर होइन, अनि राइडरहरूलाई चाहिँ के भइरहेछ भने कस्टमर आउँछ कि आउँदैन भन्ने भित्रबाट छ क्या डर, डाउट भइरहेछ। जस्तो कस्टमरले पनि एप जस्तो हाम्रो त अहिले हामी बानी बसाल्दैछौँ होइन। जस्तो पहिला जमानामा मान्छेले कहाँ दाँत मल्थे त मल्दैन थियो होइन। त्यो ब्रस आयो, टुथपेस्ट आयो, अहिले डेली मल्छन्। त्यो हामीले पनि बानी बसाउनु पऱ्यो क्या एउटा होइन। जस्तो एपमा एकचोटि बानी बसाएपछि काठमाडौँको मान्छे जस्तै यता झापामा पनि होइन एउटा यसलाई अप्नाउँछन् भनौँ। झापामा चाहिँ जो पुरानो ट्रान्सपोर्टेसन सिस्टम त्यसको बारेमा कुराकानी गरौँ है। कस्तो छ? मतलब म त नयाँ हो होइन, म जति बुझेँ त्योभन्दा बढी तपाईँले बुझ्नु भएको छ। त्यो ट्रान्सपोर्टेसन सिस्टमलाई सजिलो बनाउनलाई त हामी यो राइड सेयरिङ प्लेटफर्महरू आएका हुन् होइन। कस्तो छ यो यहाँको पुरानो ट्रान्सपोर्टेसन सिस्टम? यो झापा भन्दा पनि हाम्रो एप अहिले कोशी प्रदेशमै फैलिसकेको छ होइन। जस्तो कोशी प्रदेशमा पनि हाम्रो धेरैवटा नाकाहरू छ नि त इन्डिया नेपालको जोडिएको। जस्तो त्यहाँ रात बिरात पर्दा हाम्रो अटो, सिटी, बाइकहरू पाइँदैन क्या होइन। अलिकति 7-8 बज्ने बित्तिकै केही पनि पाइँदैन। अनि त्यसको लागि बोलाउ एप चाहिँ एकदम बेस्ट अप्सन हुन्छ मान्छेहरूको लागि होइन। जस्तो अलिकति मान्छेलाई गाह्रो साह्रो पर्दाखेरि भयो, त्यो सजिलोको लागि बोलाउ भनौँ न। अन्य नै मैले त्यो तपाईँले राति पर्दाखेरि लगभग 7-8 पर्दाखेरि बज्ने बित्तिकै यो पुरानो ट्रान्सपोर्टेसन सिस्टमहरू नपाउने समस्या एउटा भयो, एकदम बेस्ट समस्या। त्यसको लागि त राइड सेयरिङ धेरै राम्रो कुरा हो है। अनि अर्को त्यस्तो कुनै समस्या हाम्रोमा चाहिँ के छ भने जस्तो सार्वजनिक यातायात र हाम्रोमा के छ भने जस्तो सेफ्टी एउटा जस्तो कोसँग गइरहेको छु त्यो थाहा हुन्छ होइन। जस्तो सामान छुटिएन अर्को, हामीले यस्तो सामान हराउला भन्ने टेन्सन भएन। अनि तपाईँ जहाँ हुनुहुन्छ तपाईँहरू हल्लिनु परेन नि त होइन। हामी आफै गएर जस्तो ड्राइभर आफै गएर त्यहीँबाट पिकअप गर्नुहुन्छ, कहीँ जानु परेन, केही गर्नु परेन, सेफ्टी सामान हराएन, त्यो एकदम राम्रो सुविधा हो। ओके, कोशी प्रदेशमा त अहिले धेरै कम्पिटिसन चाहिँ छ होइन। तर झापाको मेनको झापा कुरा गर्नु, झापामा चाहिँ कम्पिटिसन तपाईँलाई कोही लाग्दैन? हामीले कम्पिटिसन भन्दा पनि नि हामीले सबैलाई स्वागत गर्दैछौँ होइन। एकदम राम्रो। हामी आफ्नो देशमा बनेको एप जस्तो हामी नेपाली एप, नेपाली राइडर, नेपाली प्यासेन्जर होइन, नेपाली सोल्युसन भनेर हामी हाल्छौँ होइन। त्यो भनेको आफ्नो देशको एपलाई प्रमोसन गर्नुपर्छ। अरू एप राइड सेयरिङ एपहरू पनि छन् होइन, तर हामी पनि अगाडि बढ्दैछौँ होइन, मिलेर जानुपर्छ। एकदम राम्रो विचार। ल अबको नेक्स्ट समयमा होइन तपाईँले एउटा प्लेटफर्म त बनाइसक्नुभयो एटलिस्ट। अब त्यसलाई सुधार्ने अनि नराम्रो कुरालाई हटाउने त्यो त काम भइरहेको छ होइन। त्यो लामो प्रोसेस हो। तर अब चाहिँ राइडर धेरैभन्दा धेरै बढी राइडरलाई एक्टिभ गर्ने, जोड्ने अनि धेरैभन्दा बढी युजरलाई जनचेतना दिने, उनीहरूलाई रिक्वेस्ट गर्न लगाउने, त्यो माहौलको लागि के गर्दै हुनुहुन्छ तपाईँहरू?
अहिले जस्तो हामी चाहिँ टिकटक फेसबुक होइन इन्स्टाग्रामहरूतिरबाट हामी अलिकति प्रयास गरि नै रहेको छौँ। जस्तो हामी जस्तो गाउँ होइन हरेक ठाउँ ग्राउन्ड लेभलमै काम गरिरहेको छौँ। हामी नपुगेको ठाउँमा पनि बोलाउला पुगाउँदैछौँ होइन। जस्तो अरू एपले गर्न चाहेको छैन के भएको छैन होइन, तर गाउँमा पनि पुग्नु पऱ्यो क्या हाम्रो एप होइन। यो एउटा कमाइको जरिया होइन, हाम्रो यो एउटा सेवाको भावना भनौँ न होइन। सेवाको भावनाले हामीले खोलिरहेको छौँ। जस्तो हाम्रो पछि गएर अहिले हामीले ब्लड डोनेसनको पनि सोचिरहेको छौँ होइन। पछि हाम्रो प्लेटफर्ममा त्यो पनि आउन सक्ने योजना बनाइरहेको छौँ। ओके सम्भावना चाहिँ राम्रो छ होइन। अब अहिले केही समयमा त कमाउनु धेरै गाह्रो हुन्छ होइन। अहिले त सेवा नै दिने हो होइन। भोलिको दिनमा पनि सेवा दिने, तर सेवा दिए बाबतको कम्पनीलाई सस्टेन गराउनुको लागि केही कमिसन त लिनु पर्ला। हजुर कमिसन भोलिको दिनमा हो। अब एकदम राम्रो विचार होइन, एकदम दामी। तर म तपाईँलाई के सजेस्ट गर्छु भन्दाखेरि जस्तै अब तपाईँले अब जति पनि मार्केटिङ गर्नुहुन्छ ठिक तर्फबाट गरिन्छ होइन, तर एउटा कस्टमर तपाईँको या एउटा युजर या राइडर होस् या प्यासेन्जर होस् होइन, तपाईँको कस्टमर नै भनौँ त्यसलाई, तपाईँको कस्टमरले नै कोही अरूलाई तान्न सजिलो हुन्छ जति तपाईँले अप्ठ्यारो हुन्छ क्या। तपाईँले मार्केटिङ गर्नुहुन्छ पुगाउनुहुन्छ, तर तपाईँकै राइडरले कोही अर्को राइडरलाई तान्न झन् सहज हुन्छ तपाईँले भन्दा होइन। हामीले के गरिरहेछौँ भने त्यसको लागि जस्तो हामी जुन पनि अटो सिटी सवारी होइन बाइक जसलाई जोड्छौँ हामीले उहाँहरूलाई भन्ने गरेको छौँ कस्टमरलाई बोला एप डाउनलोड गरिदिनुहोस् होइन। अनि हामीले स्टिकर पनि टालिदिने गरेका छौँ, सिटीमा होस् अटोमा होस् या सबैमा होस् होइन, गाडीमा होस् सबमा हामीले टालिदिएको छौँ। जस्तो कस्टमर पनि अलिकति कस्टमरको ध्यान आकर्षण हुने ठाउँमै राखेको छौँ होइन। जस्तो हामीले यस्तो होटलहरूको पनि यस्तोमा टालिदिएको छौँ होइन। जस्तो त्यसरी नै अलिकति ध्यान आकर्षण गर्ने ठाउँहरूमा हामीले राखि नै रहेको छौँ। ओके, मैले भन्न खोजेको जुन त्यो राइडरले भन्दाखेरि अर्को राइडरलाई राइडर जोडिन्छ नि त, यहाँ पैसा राम्रो कमाइन्छ, तेरो समयको बचत हुन्छ, तेरो कम समयमा बढी राइड पाउँछस्, खाली बस्नु पर्दैन, तेरो बाइक छ भनेपछि त्यो बाइकबाट तैँले इन्कम जेनेरेट गर्न सक्छस्, यानि तेल खर्च भयो अरू खर्चहरू तैँले जुटाउन सक्छस् खाली हल्लिएर हिँड्नुभन्दा होइन। त्यो कुरा भन्न सक्यो नि है, त्यो कुरा मजासँग भन्न सक्यो। मैले तपाईँलाई के सजेस्ट गर्न चाहेको भन्दाखेरि अब जति पनि यस्ता राइडरहरू छन् प्रायः अब कोही सोसियल मिडियामा कन्टेन्ट बनाउलान् नि, या राइडर होस् नहोस् होइन, सोसियल मिडिया कन्टेन्ट बनाउलान्, उनीहरूलाई तपाईँले प्रोत्साहन गर्नु पऱ्यो क्या कन्टेन्ट क्रिएटरहरूलाई। उनीहरूलाई भन्नु पऱ्यो ल यो चलाऊ है, चलाउँदाखेरि भिडियो बनाऊ है, तपाईँले जे रियल समस्याहरू देख्नुहुन्छ यो चलाउँदाखेरि त्यसको बनाऊ है, त्यो सोसियल मिडियामा अपलोड गर है, ताकि धेरै मान्छे अवेर होस्, मान्छेलाई थाहा होस्, समस्याहरू के हुँदो रहेछन् थाहा होस् होइन। प्यासेन्जरलाई पनि त्यही भन्ने, तपाईँले यो लिनुभयो ल आज सवारी लिनुभयो, तपाईँलाई कस्तो छ त एक्सपिरियन्स सेयर गर्नु हामीसँग, या त तपाईँ ल सक्नुहुन्छ भने चाहिँ सोसियल मिडियामा सेयर गर्नु, हामीलाई ट्याग गर्नु या मेन्सन गर्नु, सक्नुहुन्न हामीलाई सेयर गर्नु। यस्तो तपाईँले भन्न थाल्यो भने मलाई जहाँसम्म लाग्छ कम समयमा नै तपाईँले मार्केट दिन सक्नुहुन्छ क्या। यो तपाईँले गर्नु पऱ्यो बेस्ट। अरू त सबै राम्रो छ। अनि अलि दोस्रो भनेको तपाईँको भाडादर धेरै यहाँ मैले जतिसम्म भोगेँ होइन, भाडादर चाहिँ हाई कोही नचाहँदो रहेछन् है। भाडादर चाहिँ तपाईँले लगभग भाडादर कम गराउनु पर्यो, तर भाडादर कब मात्र हुन्छ भन्दाखेरि जब त्यो राइडरले खाली बस्नु नपरोस् क्या, फटाफट राइड पाइराखोस्, अनि त्यतिखेर भाडादर कम गर्न सक्यो। अब त्यो गर्नको लागि त पहिलो स्टेप गर्नु पर्यो होइन, जो सबैलाई भन्ने होइन मार्केटिङमा ह्युज स्पेन्ड, त्यो तपाईँले गर्न सक्नुहुन्छ। अनि मैले अर्को देखेको कुरा भनेको जति यहाँ घुम्दाखेरि यो जति पनि सफारीहरू छन् होइन, म उसमा त पेट्रोलवाला उसमा त चढेको छैन, मैले सफारीमा चढेँ होइन। सफारीमा चढ्दाखेरि तपाईँ ल सेम तपाईँ र म अलग अलग सफारीमा छौँ, एकै ठाउँदेखि अर्कै ठाउँमा गयौँ, सेम ठाउँमा गयौँ। तपाईँ पहिलो सफारीमा जानुभयो, तपाईँसँग 50 रुपियाँ लियो, मसँग उसले मलाई हेरेर 100 रुपियाँ भनिदिनु सक्छ क्या। यो हटाउने काम हाम्रो बोलाउको हो नि त नि, त्यही त हो नि राइड सेयरिङ एप्लिकेसन भनेको, पारदर्शी भाडा हुने भनेर हो। तपाईँले त्यहाँ पनि खेल्न सक्नुहुन्छ क्या सेम भाडा दर राख्नको लागि होइन। त्यहाँ तपाईँले खेल्यो भने मान्छेहरू एटलिस्ट 50 रुपियाँ उसमा दिने ठाउँमा 70 रुपियाँ दिने भएर, तर म जान्छु केमा बोलाउमै जान्छु हुनु पऱ्यो क्या, राइड सेयरिङमै जान्छु हुनु पऱ्यो क्या। यो तपाईँले बनाउन सक्यो भने मलाई जहाँसम्म लाग्छ 10-15 लाख पपुलेसन छ यहाँ। 10-15 लाखमा सिटी एरिया पनि एकदम बिजी। यहाँ लगभग एक ठाउँदेखि अर्को ठाउँ जानको लागि 10-15 किलोमिटरभन्दा माथि नै छ क्या जानको लागि होइन। तपाईँ दमकदेखि यहाँ आउँदाखेरि 30-38-40 किलोमिटर छ धन्यवाद भयो भने, तर मान्छे हरेक दिन चाहिँ ट्राभल गरिरहेको छन् अफिसको कामले या केही कामले, उनीहरू 2-3 घन्टा अगाडि नै गाडी चढेर जानुपर्ने हुन्छ अफिसको कामले या जे कामले भए पनि। तर त्यो चाहिँ हामी घटाउन सक्छौँ नि त। मानौँ आज मलाई फास्ट जानु पऱ्यो, 100 रुपियाँ लिन्छ सिटीमा, एटलिस्ट तपाईँ 150 देखि लिएर 160-70 रुपियाँ लिन सक्नुहुन्छ मजाले। सायद तपाईँको भाडा त्यति नै होला, त्यति नै छैन। त्यति लिएको खण्डमा उसले 1-1.5 घन्टा लाग्ने ठाउँमा 30 मिनटमै पुग्छ क्या। मान्छे समयको महत्त्व छ नि त, अनि त्यो समयमा उसले अरू काम गर्छ नि त। यसरी तपाईँले प्रमोसन गर्नुभयो भने, यसरी समय बचाउनु भयो भने मलाई जहाँसम्म लाग्छ एकदम राम्रो हुन्छ क्या। मेरो मार्केट पनि एकदम राम्रो छ, पपुलेसन साइज पनि यति राम्रो छ, सबै कुरा राम्रो छ, स्कुलहरू कति धेरै छन्, त्यो गर्न सक्यो भने एकदम राम्रो जान्छ। सो त्यही थियो। अरू केही भन्नु तपाईँलाई?
अरू यस्तै हो होइन नेपालीले साथ दिनु पर्यो नेपाली एपलाई होइन जस्तो हाम्रो एप अगाडि बढ्न पनि राइडरले पनि सहयोग गर्नु पर्यो र नेपालीले पनि सहयोग गर्नु पर्यो नेपाली एपलाई नेपालीले सपोर्ट नगरी कसले गर्ने हो एकदम पर्फेक्ट होइन अब हामीले अरू एप भन्दा सस्तो पनि गरेको छौँ होइन अनि राम्रो पनि छ ओके म चाहिँ काठमाडौँबाट यहाँ खासमा यही कारणले आएको हो क्या यहाँको झापाको म धेरै सुनेको हो नि त यो कोसीतिरको होइन राइड सेयरिङ एकदम राम्रो छ अनि अलिकति मार्केट राम्रो छ फस्टाइरहेको छ भनेर सुनेको मैले होइन अब तपाईँ लगायत धेरै अरू राइड सेयरिङ प्लेटफर्म एप्लिकेसनको बारेमा पनि मैले बुझेको है देखेको त्यही भएर म यहाँ घुम्न आएको ल ठिक छ अनि यहाँको जुन लोकल मिडियाजहरू छ लोकल सोसियल मिडिया इन्फ्लुएन्सरहरू तिनीहरूबाट के कतिको साथ छ किनकि उनीहरूको उसमा त मैले देखिनँ क्या जस्तो के भइरहेछ भने अहिले हाम्रो यता चाहिँ होइन हामी लोकल इन्फ्लुएन्सर्सलाई होस् या न्युज च्यानललाई होस् हामीले भन्दाखेरि रेट हामीले तिर्नै नसक्ने क्या जस्तो अलिकति हामी अहिले सुरु फेजमा छौँ नि त यस्तो अलिकति सहयोगको भावनाले अलिकति अब नेपाली एप होइन लोकल एप अलिकति सहयोगले हालिदिन्न त भन्दाखेरि सुरुमा पनि नहालिदिने होइन अलिकति रेट पनि महँगो क्या कसरी रेट भन्ने रेट जस्तो 1 लाइक बराबर 2 रुपियाँ 3 रुपियाँ होइन जस्तो 1000 लाइक हुने बित्तिकै 2000 तिर्नु पर्यो होइन जस्तो त्यो लगभग 10,000 भयो भने 20,000 रुपियाँ तिर्नु पर्यो क्यास एउटा भिडियोको लागि होइन जस्तो 2-3वटा भिडियो पोस्ट गर्दाखेरि यो टिकटकको भाइरल मान्छेहरूले 50,000 1 लाख भनिदिने अब त्यो हाम्रो यो जस्तो ग्रोइङ फेजको एपले त्यत्रो कसरी तिर्ने त होइन अनि यहाँको लोकल सरकारहरूले सरकार यानि कि लोकल गभर्मेन्ट भइहाल्यो होइन त्यो कुरा भइहाल्यो अनि सँगसँगै अरू जुन यो अभियन्ताका कुनै पत्रिकाहरू टिभी च्यानल केही रेडियो सेडियो केही होला नि यतातिर होइन उनीहरूले सबको लागि पैसा लाग्छ अलिक बेसी नै लाग्छ हजुर माई गड जस्तो तपाईँ काठमाडौँबाट आइदिनु भयो होइन धेरै धेरै धन्यवाद छ त्यसको लागि होइन जस्तो यहाँकोले चाहिँ धेरै नै चार्ज भन्छन् क्या जस्तो त्यही भएर जस्तो कोशी प्रदेशमा चाहिँ लगभग कसैले सहयोग भनौँ न त्यस्तो गरेकै छैन क्या जस्तो अलिकति पोस्ट गरिदिने होइन सोसियल इन्फ्लुएन्सरहरू उनीहरूलाई चाहियो हाई रेट लाख रुपियाँ 2 लाख रुपियाँ त्यस्तो चाहिन्छ कहाँबाट दिन सक्नु हामीले म काठमाडौँबाट आएर केही पनि नसोचिकन हेल्प गरिरहेको छु प्रमोट गरिरहेको छु भने राइड सेयरिङलाई एटलिस्ट ल ठिक छ अहिले उहाँ सक्नुहुन्न केही नयाँ गर्न सोच बनाउँदै हुनुहुन्छ आफ्नो तर्फबाट बरु सहयोग चाहिँ गर्ने हो क्या अन्त भोलिको दिनमा राम्रो हुन थालिहाल्यो भने 100% उहाँले पे गर्नुहुन्छ हो कि नि भन्नु न होइन हो त्यो त अफकोर्स हामी गरि नै हाल्छौँ नि जस्तो सुरुमा ग्रोइङ फेजमा त सहयोग गऱ्यो भने होइन पछि हामीले कसलाई हेर्ने त हामी अर्को पर्सनमा जान्नौँ नि त उसैकोमा जान्छौँ एकदम सही कुरा भन्नुभयो जसले आफूलाई हेरेको हुन्छ होइन सो यो चाहिँ तपाईँहरूको पनि एउटा जिम्मेवारी हो एटलिस्ट के नयाँ कुरा राइड सेयरिङ मार्केट भनेको धेरै धेरै टफ मार्केट हो क्या एकदमै धेरै टफ मार्केट हो है यसमा चाहिँ एटलिस्ट तपाईँहरूले केही हदसम्म उहाँहरूलाई सहयोग गर्न सक्यो भने उहाँ राम्रो काम गर्दै हुनुहुन्छ क्या उहाँ मात्र होइन उहाँ लगायत जति पनि यो कोसीमा राइड सेयरिङ चलिरहेको छ नि सबले राम्रो काम गर्दै हुनुहुन्छ होइन एकैछिन है उहाँहरूलाई हामीहरूले लगभग सपोर्ट गर्न थाल्यौँ भनेपछि सपोर्ट गऱ्यो भने उहाँहरूलाई पनि एउटा जोस जाँगर आउँछ अगाडि बढ्ने कि कसरी गर्ने आफ्नो एक्सपर्टिजहरू दियो भने त भोलिको दिन त हामी सबैले नै फाइदा नै हुने होइन अब पैसाको कुरा हो भनेपछि भोलिको दिनमा तपाईँ बाहेक अरू को हुन्छ र उहाँको अप्सन भोलिको दिनमा तपाईँको उहाँ आइहाल्यो भने तपाईँले फेरि त्यहाँदेखि इन्कम जेनेरेट गरिहाल्नुहुन्छ है सो त्यसरी चाहिँ एक आपसमा पारस्परिक सम्बन्ध राखेर अगाडि बढ्दाखेरि मलाई जहाँसम्म लाग्छ बेटर हुन्छ हजुर सो अहिले तपाईँको रेभेन्यू मोडलहरू त्यस्तो केही छ अहिले हामीले लगभग 1 वर्ष 1 महिना भइसक्यो होइन हामीले यसबाट 1 रुपियाँ जसले पनि सोध्छ के सोध्छ भने 1 रुपियाँ कति रुपियाँ कमाउँदैछ कति 1 लाख रुपियाँ 50,000 रुपियाँ कमाउँदैछ भन्छ होइन तर हामीले 1 वर्ष भइसक्यो कोहीसँग कुनै राइडरसँग कुनै कस्टमरसँग 1 रुपियाँ पैसा अहिलेसम्म लिएको छैन होइन हाम्रो यो रेभेन्यू मोडल अहिले 0 छ होइन पहिला बानी त बस्नु पर्यो नि त होइन 1 वर्ष भइसक्यो अहिलेसम्म जस्तो अलिकति प्रमोट होइन काठमाडौँको जस्तो मोटो ब्लगरहरूले सहयोग गर्नुहुन्छ त्यस्तै हाम्रो बोलाउला पनि होइन नेपालमै अब बनेको एप सहयोग चाहिँ गरिदिनु पर्यो होइन सबै मिडिया च्यानलहरू मोटो ब्लगरहरूलाई हामी आह्वान गर्न चाहन्छौँ कि हाम्रो पनि अहिले सहयोग गरिदिनु होला पछि हामीले हेर्ने भनेको तपाईँहरूलाई नै हो तपाईँहरू जस्तो पे गर्दा पनि कोसँग जाने त हामी होइन तपाईँहरूले नै प्रमोट गरिदिने हो क्या हाम्रो पहिला हामीले होइन यसलाई स्टेबल बनाउनु पर्यो अहिले सुरु फेजमा सहयोग गरिदिनु होला त्यही भन्न चाहन्छु नहीं ठिक छ एकदम नाइस है अब जति मैले यहाँ देखेको छु होइन जति पनि हाम्रो चिन्ने मोटो ब्लगरहरू या कोही हुनुहुन्छ इन्फ्लुएन्सर है मैले त गरिरहेको छु होइन म त यही लगभग ग्राउन्ड फ्लोरमै जोडिएको हुनाले पनि होला यही राइड सेयरिङमै जोडिएको हुनाले पनि होला होइन म त लगभग जति यो नेपालभरिकै जति पनि राइड सेयरिङ कम्पनीजहरू प्लेटफर्महरू त उहाँहरूलाई सिकाउने गाइडेन्स गर्ने बुझ्ने मैले बुझेको कुराहरू भन्ने म त यही काम गरिरहेको छु है म अरूलाई पनि भन्न चाहन्छु एकपटक है तपाईँकै दाजुभाइहरूले बनाएको कुराहरू हो है जति सकिन्छ आफू बुझ्ने अनि त्यसपछि प्रमोसन गर्ने क्या उहाँको प्रमोट गर्ने है बोलाउलाई मात्र भन्नु खोजेको होइन मैले लाइक तपाईँको वरिपरिमा को छ नि त राइड सेयरिङ प्लेटफर्महरू
सकिन्छ कि सकिँदैन, के उहाँहरूले बिगारी राख्नु भएको छ, के सुधार्न सकिन्छ, कसरी जान सकिन्छ, यसरी तपाईँ हामीहरूले नि भन्यो भने उहाँहरूलाई एउटा हौसला आउँछ क्या। सो उहाँहरूले भनिहाल्नुभयो अहिलेसम्म 0 कमिसन लसमै हुनुहुन्छ उहाँ होइन, भएको कुराहरू सबै रित्तिसकिरहेको छ होइन। अब यसरी नै आश भर्यो भने फेरि एउटा युवा चाहिँ पलायन हुनसक्छ विदेश है। यो एउटा यो डर हो नि त, यो डरको संज्ञा हो। विदेश कसले पलायन गरेर आएको छ, हामीहरू आफैले नै पलायन गरेर आएको छौँ क्या, जो गर्न खोज्ने व्यक्तिलाई पनि होइन। सो त्यो छ। सो अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा म के भन्न चाहन्छु भने होइन, अब नेपालको एप हो होइन, त्यो मैले धेरैचोटि दोहोऱ्याइ नै सकेँ। जस्तो हाम्रो विदेशमा गइरहनु भएका जति युवाहरू हुन्छ होइन, उहाँहरूले रोजगार पाउनुहुन्छ होइन, हाम्रो एपमा जोडिनुहोस् होइन, राइड लिन सक्नुहुन्छ तपाईँहरूले। राइड बापत होइन धेरै नै राम्रो तपाईँहरूले पाउनुहुनेछ। जस्तो बोलाउ एप डाउनलोड गरेर हाम्रो नेपाली दाजुभाइले पनि राइड लिन सक्नुहुनेछ, सुविधा लिन सक्नुहुनेछ, त्यही भन्न चाहन्छु म। जस्तो चाहिँ अहिले हाम्रो प्रमोसनल पिरियड चलिरहेको छ, अहिले आउने वैशाखसम्म हाम्रो अहिले प्रमोसनल पिरियड चलि नै रहेको छ। 5 जस्तो एप तपाईँ रजिस्टर गर्दाखेरि राइडरहरूले 500 रुपियाँको बोनस पनि हामीले राखेको छौँ त्यहाँ, त्यसको फाइदा उठाउन सक्नुहुनेछ। जस्तो अरू विदेशी एपहरू भन्दा पनि तिनीहरूलाई रोयल्टी तिर्नुभन्दा पनि हाम्रो आफ्नै एपलाई प्रमोसन गरौँ होइन। हजुरहरूले फेसबुक पेजहरूमा पनि सेयर गरिदिएर सपोर्ट देखाइदिनु होला होइन, बोलाउलाई अलिकति अगाडि बढाइदिनु होला होइन। यो एउटा उदाउँदो भविष्य हो नेपालको होइन, त्यही भन्न चाहन्छु। धन्यवाद। ल ओके, एकदम खुसी लाग्यो तपाईँसँग भेटेर। झापा एकदम राम्रो छ, तपाईँहरू घुमाउँदै हुनुहुन्छ मलाई होइन, एकदम खुसी। सो हाम्रो क्यामेरा पछाडि रहनुभएका सरलाई पनि एकदम धन्यवाद, उहाँ चाहिँ अलिकति साई पर्सन हुनुहुन्छ, एन्ड तपाईँलाई पनि धेरै धन्यवाद। ल ल ल।